नेपाली संस्कृतिमा मङ्सिर कृष्णपक्ष चतुर्दशीको दिन बाला चतुर्दशीको नामले प्रख्यात छ। महादेवकै एक अंश मानिएको बालानन्दको नामबाट यस दिन बाला चतुर्दशी कहलिएको हो। किंवदन्ती अनुसार परापूर्व कालमा पशुपतिको नजिक आर्यघाटमा लास जलाइरहेको समयमा लासको गिडी उछिटिएर बालानन्दको मुखमा परेको थियो। बालानन्दले गिडी मिठो मानेर खाएपछि आर्यघाटमा जलाउने हरेक लासको गिडी मासु उनले चोरी चोरी खान थालेछ र राक्षसको रूपले बालासुरको नामले कुख्यात भएछ। पछि अति नै भएपछि एकजना अज्ञात बुढाको सल्लाह अनुसार बालासुरका अति मिल्ने साथी वृषसिंह मार्फत बालासुरलाई इनारमा खसाली मारेछ। साथीको हत्याबाट वृषसिंह छटपटाइरहेको समयमा एक दिन राति सपनामा भगवान शिवजीले दर्शन दिए मार्ग कृष्ण चतुर्दशीको दिन सद्बीज छरे बालासुरले पनि मोक्ष पाउने र उनलाई पनि हत्याको आत्मग्लानीबाट मुक्त पाउने कुरा बताएपछि सर्वप्रथम सद्बीज छर्ने काम यही वृषसिंहले गरेको मानिन्छ र यसैलाई आधार मानेर हरेक वर्ष दिवंगत व्यक्तिहरूको सम्झनामा पशुपति, मृगस्थली, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुजेश्वरी, किरातेश्वर महादेव, खुवागन्ध्य आदि स्थानहरूमा सद्बीज बनेर जौ, तिल, धान, गहुँ, चना, मकै, काँगुनो लगायत उखु, केरा, सुन्तला, अनार, भोगटे, निबुवा, बिमिरो, अमला जस्ता फलहरूका टुक्रा र फूलहरू समेत राखेर छर्ने परम्परा छ। मुख्य सद्बीज छर्ने पशुपति श्लेषमान्तक वन भए पनि नेपाल अधिराज्यभरका शिवालयहरूमा पनि यसरी सद्बीज छर्ने परम्परा छ।